है साथी। ल जाम मेला आज चाहिँ दानापुर मेला हिँड्यो हामी चाहिँ आमा छोरा छोरी अनि बाउ अनि छोरा अर्को छोरो अनि अर्को छोरी कता गई छोरी नाति छोरी लाग्यो दानापुर मेला 8 बजिसक्यो अनि रातिको 8 बजिसक्यो अनि ज्योति मगर आउने भनेर हामी चाहिँ लाग्यो। हजुरहरू पनि नजिक भएको भए आउनुहोस् हजुर मेला लाग्यो। आमा छोराछोरीहरू बाउहरू सब परिवार लाग्यो। अब ल उहाँ गएर फेरि हल्का फुल्का भिडियोहरू फेरि पोस्ट गरौँला। बाई बाई बाबा। चाँदनी युवा क्लबलाई र कञ्चन सहायक हुनुहुन्छ कञ्चन गाउँपालिका अनि हाम्रो साँझपख भट्टीमा छिरेको थाहै पाइना बिल कति तिरेको कान्छी मुसुकै पैसा फुसुकै कान्छी मुसुकै पैसा फुसुकै। अब म कान्छी मुसुकै भन्छ तपाईहरु पैसा फुसुकै भन्नुस् ल। कान्छी मुसुकै कान्छी मुसुकै कस्तो राम्रो कान्छीहरू हो। अब कान्छीको लाइन
आज तक शमा पे परवाना मरता था, लेकिन आज परवाने पे ये शमा मरने को तैयार है। थोड़ी फुर्सत भी मेरे जाग भी बाहों को दीजिए, थोड़ी फुर्सत भी मेरी सखी जान्छ रतैमा भुल्याछ यो मन जाइ गयो मजा नपाइन फुलभरिको पुतली देलैमा ए जाइ गयो मजा नपाइन फुलभरिको पुतली देलैमा ए जाइ गयो मजा नपाइन फुलभरिको पुतली देलै आए फुलभरिको पुतली दे ताली बजाउनु खोइ ताली सबै ताली यताबाट पनि
गयो मजा नपाइन फुलभरिको पुतली देख्दैन ए जाइ गयो मजा नपाइन फुलभरिको पुतली देख्दैन आए फुलभरिको पुतली देख्दैन मैले लुगा खोलिसके सोल्टीले त तर ठिकै हो तपाईँहरूको ठाउँ यति गर्मी छ यतापट्टि बिहा गऱ्यो भने त तिमीहरूमा लुगै नलाउने त होला धेरै धेरै धन्यवाद छ हाम्रो चाँदनी युवा क्लबलाई र कञ्चन सहायक हुनुहुन्छ कञ्चन गाउँपालिका अनि हाम्रो अध्यक्षजी हुनुहुन्छ निम प्रसाद पुन मगरज्यू खै कता हुनुहुन्छ अध्यक्षजी थापा खै कुन चाहिँ तिमी हो बेबी अध्यक्षको सबैजनालाई धेरै धेरै धन्यवाद छ र यस कार्यक्रममा पुलको भूमिका निर्वाह गर्ने मेरो प्यारो भाइ प्रकाश सोनी अत्यन्तै राम्रो कलाकारलाई पनि धन्यवाद भन्न चाहन्छु सबैजनाले स्टेजमा आसन ग्रहण गर्नुभएका हाम्रो अतिथिज्यूहरू सबैजनालाई सम्मान व्यक्त गर्न चाहन्छु र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण आमा बुवा दाजुभाइ दिदीबहिनीहरू मेरो आमा बुवा होइन तपाईँकै आमा बुवा दाजुभाइ दिदीबहिनीहरू तथा मेरो प्यारो सोल्टिनीहरू सबैजनालाई मेरो नमस्कार सम्मान छ आई लभ यु भन्दै धेरै ढिला नगरिकन म सिधै गीत गाउन चाहन्छु साँझ परिरहेको छ यो पनि अलिकति मगर बस्तीहरू बाक्लो छ भन्ने सुनेको छु मैले र हाम्रो मगरहरूमा चाहिँ फेरि जाँड रक्सी खानु भन्ने खासै ठुलो कुरा होइन कि हामी त गर्वैबाट खाएर आएको भन्दा पनि हुन्छ अब गर्वबाट पनि के भन्ने म त बाउको पेटबाट खाएर आएको हो खास है त्यसैले म सुरु गर्न चाहन्छु भट्टीको गीतबाट साँझ पख भट्टीमा छिरेको हो साँझ पख भट्टीमा छिरेको थाहै पाइन बिलका तिरेको कान्छी मुसुकै पैसा फुसुकै कान्छी मुसुकै पैसा फुसुकै अब म कान्छी मुसुकै भन्छ तपाईँहरू पैसा फुसुकै भन्नुहोस् ल कान्छी मुसुकै कान्छी मुसुकै कस्तो राम्रो कान्छीहरू हो अब कान्छीको लाइन नाको फुली टोल के कुटिली नाको फुली टोल के कुटिली सोल्टी राजा तीन पेगमै फिलिली पैसा हरलक्कै सोल्टी सरलक्कै पैसा अब पैसा हर्लके भन्छ तपाईँको सोल्टी सर्लके भन्नुहोस् ल पैसा हर्लके पैसा हर्लके कान्छी मुसुकै ओके स्वीकार्नुहोस् गीत कान्छी मुसुकै पैसा भुसुकै मोबाइलबाट फुल साउन्ड गर ल Kanchi musukai
सँगसँगै गाउँ ल तल पनि पिरालो तल पनि पिरालो चोरी खान पल्केको तेल हुन त गीत ढाडे पिरालो नै हो तर अलिकति चेन्ज गरौँ ल अब ढाडे पिरालो नभने सेक्सी पिरालो भनौँ ल चोरी खान पल्केको तेल चोरी खान पल्केको तेल चोरी खान पल्केको तेल चोरी खान पल्केको तेल ओके सँगसँगै गाउँ है
चोरी खान पल्केको I love you sexy बिरालो। एउटा गीत चाहिँ म स्पेसल्ली यो यता थपक्क बस्नु भएको दिदीबहिनीहरूको लागि है त। यो चाहिँ झ्याउरे गीत हुन त धेरै त्यस्तो गीतहरू गाइन्छ होइन, तर कुनै कुनै गीतहरू चाहिँ हिस्ट्री नै हुन्छ, त्यति हुन्छ नि कसले गाएको भन्ने पनि थाहा हुँदैन, तर युग युग बाँच्ने गीतहरू हुन्छन् जुन हाम्रो कल्चरसँग आबद्ध हुन्छन्, जस्तै रोइला, झ्याउरे, टप्पा, देउडा, हाकपारे जस्ता भाकाहरू भनेर चाहिँ हाम्रो लोकगीतको एकदमै मूल सङ्गीतहरू नै हुन् है। त्यसैले मैले पनि लाइफमा त्यस्तो केही गीतहरू गाउने मौका पाएको छु। सो स्टेजबाट सम्झन चाहन्छु म सुर्खेत निवासी हरिविष्टज्यूलाई र तपाईँहरूको समक्ष गाउन चाहन्छु म यो एउटा झ्याउरे गीत। सुर्खेत त बुलबुले जम्ला नाचम्ला झ्याउरेको तालैमा, नाचम्ला मादलो तालैमा। यो गीतमा चाहिँ सबैजना केटाहरूले अलि नेपाली स्टाइलमा उठ्योपछि हान्नुपर्छ ल केटा हो। ल माथि चढ्ने सोल्टी उठ्योपछि हान्नुपर्छ ल। ओके झ्याउरे 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 सुर्खेत बुलबुली लेखेको छ।
Thank you. खासमा हेर्नु हामी जति नै आधुनिक भए पनि हामी जति नै वेस्टर्न म्युजिकलाई फलो गरे पनि तपाईँले सुन्नु भएको छ नि त आजभोलि त नेपालमा पनि त्यस्तो गीत मात्रै सुन्न पाइन्छ त्यस्तो गीत गाउनेलाई मात्रै स्टार मानिन्छ यो यो या गऱ्यो भने चाहिँ खतरा कलाकार के होइन होइन तर झ्याउरेमा सालैजोमा कौडामा फन्केर उठेपछि हेर्नुको मजा अरूमा छ र केटा हो कि केटी हो त्यसैले किन छिरो सुन्के किन धपाइदिन आउन राति किरा धपाउने दिउँसो झिँगा धपाउने सोल्टी चाहियो मलाई त्यसैले म तपाईँहरूलाई भन्छु खासमा हामीले हाम्रो संस्कृति जोगाउनलाई ढाका टोपी लाएर गुन्यु चोली लाएर मात्रै हुँदैन तपाईँले साँच्चीकै नेपाली गीत सङ्गीत नेपालको संस्कृति जोगाउन चाहनुहुन्छ भने त्यस्तो खालको गीत गर्नुहोस् अनि बल्लहरूलाई भन्नुहोस् भन्छु म यो गीतमा डान्स गरिदिनु भयो आई रियली रियली लभ यु सोल्टीहरू पछाडिको अनि यहाँनिर दिदी बहिनीहरू हाई दिदी बहिनीहरू मेरो आमा चाहिँ बन्न लागेको रहेछ भाइहरू छन् कि छैनन् छ भने भाइ मिलाइदिउँ सोल्टिङ अन्त तिम्रो बुढालाई साइड हाल्छु म दिनभरि मेरो रातभरि तिम्रो खासमा मलाई चाहिँ अर्काको बुढालाई लाइन मार्नु मनपर्छ कि किनकि अर्काको बुढाहरू अलिक एक्सपिरियन्स्ड हुन्छ नि त सबै अनुभव गरिसकेका हुन्छ अनि गोजी पनि तातो हुन्छ अनि स्वास्थ्य छोराछोरी पाल्न पनि सिकिसकेका हुन्छ होइन अनि त्यस्तो मान्छेहरू मलाई मनपर्छ केटाहरू त चौबन्द वर्ष सिगरेट तानेर हार राजनीतिले गर्दा केही गरेर पाएन रोजगारै छैन भन्दै चिया खाँदै होइन नेताहरूले देश बिगारे यार भन्दै क्यारेम बोर्ड हान्दै आफूले फुट्टी कौडी केही गरे होइन फेरि अब घरमा दिदी बहिनीहरूलाई भाँडा माझेर सघाइदिए पनि हुन्छ एउटा श्रीमतीको कपडासँग धोइदिए पनि हुन्छ चोकमा बस्ने क्यारेम बोर्ड खेल्ने अनि नेताले देश बिगारे भन्ने अनि उताबाट युवासँग आयो भने पछि जिन्दाबाद मुर्दाबाद गर्ने यताबाट वाइसेल आउँछ फेरि जिन्दाबाद मुर्दाबाद गर्ने अलि पर रवि लान्छामे आउँछ फेरि त्यहाँ ओ रवि आऊ देश बचाउ गर्ने आफूले केही नउखाड्ने तर नेतालाई मात्रै गाली गर्ने सो केटाहरूलाई भन्छु केटा हो कहिले पनि नेताको पछि लागेर जिन्दाबाद र मुर्दाबाद नगर तिमीसँग अरू काम छैन भने एटलिस्ट आमालाई सघाउ किचनमा गएर आफ्नो श्रीमतीलाई सघाउ अनि म जस्तो गर्लफ्रेन्डलाई त सघाउ त सघाइहाल्छ मलाई त भन्नै पर्दैन म त ब्याक ओपन ढाड देखाइदिन्छु होइन सोल्डर आफै आउँछ तिम्रो लागि म के गरौँ भनेर म पनि सारी पेटकोट सब धोइदिन्छु फेरि ओके म अर्काको बुढामा किन आउँदै थिएँ भने नि खास अर्काको बुढा चाहिँ यसो गरी खान सक्ने एक्सपिरियन्स भएको मात्र हुँदैन कि मलाई चाहिँ एकदमै पंगा लिने बानी छ नि त अब यो सिङ्गल केटाहरू भनेको चाहिँ खाली पोस्ट हो कि खाली प्रेसमा जसले पनि गोल छिराइरहेको हुन्छ हामी त गोल गर्नु भयो भने किपर भएको पोस्टमा गोल हान्ने अनि त्यो किपरले आफ्नो रोक्न सक्छ कि सक्दैन गोल भन्ने कुरा चाहिँ त्यसकै बुढीमा भर पर्छ त्यसैले विवाह गरेको लेडिजहरू आफ्नो
हानिदिन्छन् अरे त्यसैले केटीहरू अब बुढा बचाउ अभियानमा लाग्नु पर्यो भन्दै आई लभ यु केटाहरू तर खासमा मैले यो गफ मात्र दिएको आई लभ केटा मान्छे I love you,
सोल्टीलाई भैना भो साले रुमाल सोल्टीलाई सुनको जस्तो चोपन मेरो मलाई दिनको बिरा जसले दिन्छ चालेरमा छोटी उन्नति बिरा जसले दिन्छ चालेरमा छोटी उन्नति बिरा छोटी छैन चालेरमा Thank you so much. I love you. कस्तो मजाको मान्छेहरू के दानापुरमा के चाहिँ कालो टी सर्ट लाउने भाइ मेरो भाइ होइन तिम्रो दिदीको भाइ ओके अब म अर्को गीत गाउनुभन्दा अगाडि म तपाईँलाई क्वेसन गर्छु म राम्रै देखेको छैन अब अभियसली मोटी देखा होला हैन अब हाम्रोमा फेरि राम्रै केलाई भन्ने भनेर ठ्याक्कै बनाएको हुन्छ कि फेरि है मान्छेहरूले ठ्याक्कै बनाए 36 को कम्मर ए सरी 36 को त चाक होला फेरि इङ्ग्लिसमा भने नि मिठो सुन्ने कि 36 हिप भने मिठो सुन्ने कि चाक भने अबुई टाइपको हुन्छ नि हैन अब ज्योति मगर भएपछि अलिअलि लाज त पस्नै पर्यो फेरि हल्का लाज पसेन भने त हल्का छाडा बोलेन भने त ज्योति मगरै भएन के कसो गाडी हो अब हुन पनि ठिक हो फेरि मैले सिकेकै केटाहरूसँग है केटी हो म पनि पहिला एकदम सिधा सादा थिएँ म एकदम लजावटी सुकुमारी आदर्शवादी नारी थिएँ म पहिले मलाई यस्तो बोल्ने बनाएको मलाई यस्तो छाडा बनाएको केटाहरूले हो सिरियसली हो हैन अब केटाहरू चाहिँ बाटोमा बसेर दिइरहेको हुन्छ होइन पुरै मुख छोडिरहेको हुन्छ कि केटीहरू चाहिँ मुख नछोड्ने रे अब महिला पुरुष त बराबर हुनु पर्यो नि त्यसैले खास मेरो बोयफ्रेन्डसँग सिकेँ अघि मैले मुख छोड्न किनकि मलाई बराबर हुनुपर्छ भन्ने सिकाएको थियो नि त अनि त्यही भएर मेरो बोयफ्रेन्डले रक्सी खान्थ्यो म पनि हान्दिन्थेँ रक्सी त्यसले छाडा बोल्थ्यो मैले छाडा बोलिदिन्थेँ त्यसले मलाई गाली गर्थ्यो म उल्टो गाली गरिदिन्थेँ म अनि त्यसले मलाई
चिट गरेर अर्को गर्लफ्रेन्ड बनाउँथ्यो, म त्यसलाई डबल चिट गरेर 2टा बनाइदिन्थेँ अर्को, होइन? तर त्यस्तो खालको बोयफ्रेन्ड होइन म, त्यस्तो खालको होइन ल। भर्जिन त भर्जिनै हो ल फेरि। सोल्टी विश्वासै गर्दैन सोल्टीहरूले। अनि तिमीहरूले चाहिँ आफूले चाहिँ कतिवटा घुमाइरहेको हुन्छ अनि आफूले बिहा गर्ने बुढीले चाहिँ एकदम भर्जिन खोजेको हुन्छ। अब बराबर हो नि सोल्टी है। त्यसैले हाम्रोमा चाहिँ ब्युटिफुल भनेको चाहिँ कतिको हुन्छ कम्मर? हाम्रो झन्डै 38-40 वर्ष त्योबाट थाहा छैन कतिको हुन्छ। 32 को बल्ल थाहा भयो होइन? 28 को हो खै के आमा 28 मा चाहिँ एक्सपिरियन्स वाला रहेछ। कुन चाहिँ हो एक्सपिरियन्स भएको? हेर्दा त सोझो छ त बोकै रहेछ नि। 28 त 22 त यसले। अनि हामी केटीहरू चाहिँ साइज हेर्छ क्या केटाहरूले होइन? कम्मर चाहिँ यत्रो चाहियो रे, 28 को 25 को अनि ठुलोमा 32 को यत्रो कम्मर चाहियो रे। अनि ब्राको साइज चाहिँ यत्रो चाहियो रे। एउटै साइज मिल्छ? अनि केटाहरूलाई पनि हामीले त्यस्तै साइज खोज्न थाल्यो भने तिमीहरू चाहिँ कहाँ जान्छौ नि? हामीलाई पनि यतिको चाहिन्छ भन्यो भने के हुन्छ नि फेरि? त्यसैले साइज डजन्ट म्याटर केटा हो। सुन्दरता भन्ने कुरा चाहिँ तपाईँको सोच र तपाईँको चरित्र तपाईँको व्यक्तित्वले देखाउँछ, हो कि होइन? बाहिरी सौन्दर्यलाई हामी सुन्दर नमानौँ, किनकि सबैभन्दा सुन्दर भनेको तपाईँको माइन्ड हुन्छ, तपाईँको हक। हेलो सोल्टहरू माल अलि ठिक पारेर राख्यो कि भाइहरू काम चलाउने ब्याट्री त हो न त ठिकै हो। ज्योति पनि बोल्न थाल्यो यसको माइक पनि चार्ज डाउन हुन्छ भने। अब ज्योति पनि डेट गर्नु थाल्यो भने त्यो बोयफ्रेन्डको त के डाउन हुन्छ होला? बोल्दै माइकको चार्ज डाउन हो। चार्ज गरेर आउला केटा हो। केटाहरू सानो सानो रहेछ फेरि, ठ्याक्कै पिर्दी हालेको साइजको रहेछ केटाहरू फेरि होइन? ज्योति पनि आउँदैन साउन्ड सिस्टममा पनि अलिकति हल्का त्यस्तो खालको केटा राखिदिउँ कि है। त्यसैले म भन्छु राम्री भन्ने कुरा चाहिँ तपाईँको व्यक्तित्व तपाईँको चरित्रले देखाउँछ। सो मोटी भयो, भद्दा भयो, यो काली, यो गोरी, यो नेप्टी, यो भुन्टी, यो डल्ली भनेर बडी सेमिङ नगर्नु होला। किनभने मलाई त म एकदमै सुन्दर लाग्छ र प्रत्येक केटी मान्छेलाई आफू सुन्दर लाग्नुपर्छ है केटी हो। कहिले पनि सोच्नु म त बिहा भयो, म त बुढी भएँ, मेरो त बच्चा जन्मियो, म त बुढी भएँ। के को हुन्छ बुढी? छोराको बिहा गर्ने बेलामा बुढोले तरिने घुमेर आउँछ। हामी चाहिँ किन बुढी फिल गरेर बस्ने? हामी पनि छोरीहरूतिर डेटिङ, हामी अर्कोतिर डेटिङ जाने हो। आमा छोरीले बोयफ्रेन्ड चिनाउने हो, हिज माई बोयफ्रेन्ड भनेर आमा होइन? केटाहरूले त चिनाउँछ त आफ्नो छोरालाई। ऊ चाहिँ मेरो साथी है, नमस्ते गरेर आन्टीलाई भन्दै चिनाइरहेको हुन्छ त। हामी पनि आफ्नो छोरीलाई के गर्नुपर्छ हो? यो चाहिँ अङ्कल हो, मेरो साथी हो, तेरो बाबालाई नभन्ने फेरि भन्नुपर्छ है। खासमा होइन हो, म यस्तो थिएन कि मलाई केटाहरूले यस्तो बनाएको। अनि खासमा अझ केटाहरूले पनि होइन, मलाई त बाउले यस्तो बनाएको। खास मेरो बाउले रक्सी खाएर मलाई नबना भए म यस्तो हुन्थेन। मेरो बाउले मलाई बनाउने बेलामा रक्सी खाएर झ्याप थियो के केटा हो? बाउ पनि झ्याप थियो, बाउको पेटभित्र म पनि झ्याप थिएँ होइन? मलाई यो पापी दुनियाँमा आउन मन थिएन कि बाउले जबरजस्ती पठाएको, आमाको पेटमा पठाएको जबरजस्ती। अनि आमाले मलाई 9 महिनापछि निकालिन्। तर कहिले चाहिँ मलाई आमाले गाली गर्छन् कि तँलाई हामीले दुःख गरेर पाएको भनेर। खासमा दुःख गरेर यत्रै नै पाएनन्। 12 आमाले रमाइलो गर्दा गर्दै म निस्क्या हो, बाध्यताले आऊ म। तर होइन त्यो रात चाहिँ जुन दिन मलाई बनाउँदै थियो नि मेरो बाउ आमाले, त्यो रात चाहिँ मेरो बाउ झ्याप थियो कि बाउको पेटभित्र म पनि झ्याप थिएँ। त्यस्तो झ्यापको तालमा पनि
यहाँसम्म पुगेर सक्सेस भएको म एकजना हो कि केटा हो? अनि हुँदैन ज्याद्रो, अनि हुँदैन उत्ताउलो। त्यसैले यो गीत चाहिँ मैले जहिले मेरो बाउलाई डेडिकेट गर्छु कि चान्चु नेता हो र केटीहरू स्मार्ट रहेछ, केटीहरू जिनियस छ कि केटीहरू। अब केटाहरू पनि आवाज सुनौँ ल, अलि लाउड हुनु पर्ने केटा हो। चान्चु नेता हो र अँध्यारो मालाको माया, अँध्यारो मालाको माया, अँध्यारो मालाको माया। आई लभ यु। केटीको बुढीसँग आएको बेग्लै आएको, बेग्लै आएको बुढी गयो। कहाँ गयो? बुढी विदेश गएको भए म छु है फेरि फाल्टु भर्ने। तर बुढी घरमै होला मलाई जहाँसम्म लाग्छ। खासमा होइन, खासमा तिमी आएर एकदम ठिक गर्यौ कि बेबी। यस्तो छोटो छोटो लुगा सेतो सेतो तिग्रा देख्यौ, अब तिम्रो चार्ज पनि भइसक्यौ। तिमीहरूमा तिग्रा त हेर्ने जस्तो हुँदैन, भुत्लै भुत्ला उम्रिया हुन्छ केटाहरूको। होइन बुढीलाई खुसी बनाऊ आज घर गएर। जिउँ छोरी Hey!
छोडेर खाएको माया मिठो लुकेर लाएको जिम्मा बोकी साँचुले त हो र हत्यारोमा लागेको माया छोडेर खाएको माया मिठो लुकेर लाएको जिम्मा बोकी साँचुले त हो र हत्यारोमा लागेको माया हत्यारोमा लागेको माया अहिले छोरी छोरी चाहिँ केटा हो हत्यारोमा लागेको माया हत्यारोमा लागेको माया Thank you so much. अनि के हो उताको मन्डलमा साउन्डै छैन दोकान छ के गरेको त्यस्तो एकछिन सास फेरौँ ल कता ओ माई गड मलाई ठ्याक्कै मिने सोल्डी त बल्ल आइपुगेछ हे ल्याउन पर्यो आइस की असिना आइस की असिना भैसिन जति पसिनै पसिना माया हे माया तिमीलाई आइस की असिना आइस की असिना भैसिन जति पसिनै पसिना माया हे माया तिमीलाई आजभरि होइन यता आऊ न आजभरि केटाहरूले कि सर्ट बनाउनलाई किन प्यान्ट बनाउँछन् कि लागेको चिल्लो होइन ठ्याक्कै थाहा हुने कि जस्तै त्यो हामीले तपाईँले पढ्ने बेलामा एउटा त्यो ग्लोबलको चित्र हुन्थ्यो नि समुद्रहरू देशहरू महादेशहरू महासागर भए ग्लोबलको चित्र हुन्थ्यो नि त्यस्तै हो त्यो घुमाउँदाखेरि नेपालको नक्सा कहाँ छ भन्ने ठ्याक्कै थाहा हुन्थ्यो नि त्यसको पैटो पनि त्यस्तै छ कलर कालो भने कहाँ के छ भन्ने ठ्याक्कै थाहा हुने कि त्यसैले मलाई पसिना यतिको आएको होइन आयो मलाई पसिना हेर तिम्रो पाइट हल्लेको देखेर
चहल पहल निकै छ चहल पहल निकै छ टाइट हल्ल्या अरू त ठिकै छ माया ठिकै छ ठिक छ ठिक छ ठिक छ नखोल न फेरि जागे छैन नखोल भाइ अन्त गइन ज्योतिको ध्यान त अब भोलि है शङ्कर नलाउ अब हल्लिने पायन त मलाई मात्रै के भन्छौ यसरी के भन्छौ यसरी तिम्रो मन पिस उड्या छ बेसरी माया आमा अङ्कलले कस्तो टुवा परेर हेरेको थियो यस्तो लट्ठी टेकेको सुतेर है सुतेर त बच्चाहरूलाई फेरि हुँदैन है सरी खास गरी यो केटाहरू भन्दा पनि अङ्कल टाइपको मान्छेहरू के मलाई देख्दा क्या फिदा भाका हुन् यही उड्या स्कट हेर्न त आँखा पिसले सबै भुइँ सोरो अघि तल पनि गयो नि त होइन युवान पिसले सबै भुइँ सोरो अध्यक्ष नि भइरहेको छ नि माया अध्यक्ष भने बोलाउँछ मक्ख पर्नु चाहिँ बोल्नुहुन्न किन बोल्नुहुन्न खै कुन्नी जहाँसम्म मलाई लाग्छ अघि बाहिर निस्केर बाथरुम गराउनु भयो तपाईँ अध्यक्षज्यू अब ध्यान यहाँ छैन कि अध्यक्षज्यू खै कता गइसके पछाडिबाट हेरेर फुल चार्ज भइसक्यो हाम्री ज्योति उफ्रेर जात्रा भो पुलिसहरूले गन बोक्न मात्र भो माया पुलिसहरूले गन बोक्न
सम्झन्छु तिम्रो नाम कसैले सल्लाह हे माया तिमीलाई सम्झन्छु तिम्रो नाम कसैले हे खै गनै देखिन हौ कता राख्नु भएको छ के हो कि क्या हो कति स्टेट जहाँसम्म मलाई लाग्छ है हजुर। हल्का अङ्ग्रेजी मिसाल ल अलिअलि हे यो चाहिँ भिलेज बुटोल चाहिँ टाउन पर्यो बुटोल चाहिँ टाउन भयो बम देखेर यिनको गन डाउन भयो साँच्चै ज्योति चियालाई चिनी भागा चियालाई चिनी भा पड्काउँछन् कि पड्काउन दिने भा माया चियालाई चिनी भा पड्काउँछन् कि पड्काउन दिने भा माया तिमीलाई अर्डर आउनुपर्छ होइन यसो लाठी चार्ज साठी चार्जर हुनसक्छ चढाउन सक्छ होइन ए पुलिस दाइले गाला चाहिँ चड्काए जागिर जान्छ राति कोन पड्काए हे पुलिसहरूले आफ्नो गन चिन्नुहोस् दिदी लट्ठी लाउने भन्नुभएको थियो होइन अघि ए लट्ठी ठाडो पारेर नहिँड्नुहोस् माया लट्ठी ठाडो पारेर नहिँड्नुहोस् माया डोरी आऊ नाउला जस्तो हुन्छ त केटा हो खोइ सपोर्ट चाहियो केटा हो डोरी नाउला जस्तो पो हुन्छ त के बाबा ज्योतिसँग नजिकै पर्छन् रे गन हान्दैनन् लाठी चार्ज गर्छन् रे माया
स्वर्गीलाई भैना भो साले रुमाल स्वर्गीलाई सुनको जस्तो जोपन मेरो मलाई दिएको बिरा जसले दिन्छ चालेरमा छोटी उन्नत बिरा जसले दिन्छ चालेरमा छोटी उन्नत बिरा छोटी छैन चालेरमा Thank you so much. I love you. कस्तो मजाको मान्छेहरू के दानापुरमा के चाहिँ कालो टी सर्ट लाउने भाइ मेरो भाइ होइन तिम्रो दिदीको भाइ